नमस्ते। एउटा प्रश्न सोधौं है त, के पैसाले साँच्चै खुशी किन्न सकिन्छ र? हो, यही प्रश्न हो जुन नेपाली साहित्यकै सायद सबैभन्दा चर्चित कृति मुनामदनको केन्द्रमा छ। आउनुहोस्, आज हामी यही प्रेम, त्याग अनि पश्चातापको अमर कथाभित्र डुबुल्की मारौं। हो, कथाको सुरुवातमै यही एउटा गहिरो प्रश्न तिर्सिन्छ, धन ठूलो कि मन? मुनामदनको पुरै कथा भनौं न यही एउटै प्रश्नको वरिपरि घुमेको छ, जसले हामी सबैलाई एकछिन घोत्लिन बाध्य बनाउँछ। अनि यो हेर्नुस्, कुनै सामान्य कथा मात्रै होइन, यो त महाकवि लक्ष्मीप्रसाद देवकोटाको कलमबाट निस्केको एउटा कालजयी खण्डकाव्य हो। सायद नेपाली साहित्यमा यति धेरै पढिएको र मन पराइएको अर्को कृति छैन होला। किनभने यसको भाषा एकदमै सरल छ, तर त्यो सरलताभित्र यति गहिरो भावना लुकेको छ नि। हो, यही त हो देवकोटाको जादु। ल, अब कथाको सुरुवात गरौँ है त। यो सुरु हुन्छ एउटा निकै दर्दनाक विदाईबाट, जहाँ प्रेम र कर्तव्य बीचको द्वन्द्व छल्लङ्गै देखिन्छ। हो, यही नै हो कथाको पहिलो र सबैभन्दा ठूलो द्वन्द्व। एकातिर मुना छिन्, जो आँसु झार्दै मदनलाई नजानुस् भनेर बिन्ती गरिरहेकी छिन्, अनि अर्कोतिर छ मदनको बाध्यता, आफ्नो परिवारलाई सुख दिने सपना छ, त्यसको लागि पैसा कमाउन ल्हासा जानै पर्नेछ। भनौं न, यो त प्रेम र जिम्मेवारी बीचको एउटा ठूलो लडाई नै हो। अनि अन्त्यमा कर्तव्यकै जित हुन्छ, प्रेमले हार्छ। मदनले एउटा साह्रै कठिन निर्णय लिन्छन् र पैसा कमाउन त्यो टाढाको देश ल्हासातिर लाग्छन्। तर बिचरा उनीहरूलाई के थाहा थियो र, यही एउटा निर्णयले उनीहरूको जिन्दगीको बाटो सधैँका लागि बदल्दैछ भनेर। अब सुरु हुन्छ मदनको ल्हासाको त्यो कठिन यात्रा। मदनको यो यात्रा साँच्चै उतार चढावले भरिएको छ। सुरुमा त सबै ठिकठाक नै हुन्छ, ल्हासामा उनले सोचे जस्तै पैसा कमाउँछन् पनि। तर जब उनी घर फर्कदै हुन्छन्, भाग्यले उनलाई नराम्रोसँग धोका दिन्छ। उनी बाटोमै गम्भीर बिरामी पर्छन्, र त्योभन्दा पनि ठूलो धोका त तब हुन्छ जब उनका आफ्नै साथीहरूले उनलाई मर्नलाई भनेर बाटोमै छोडिदिन्छन्। सोच्नुस् त, जब सबै आशा मरिसकेको थियो, हो त्यही बेला एक अपरिचित मान्छे उनका लागि भगवान बनेर आइपुग्छ। अनि यहीबाट कथाले अर्को मोड लिन्छ, एक अप्रत्याशित उद्धार। हो, एक दयालु भोटेले मदनलाई भेट्टाउँछन् अनि कुनै स्वार्थ नराखी उनको सेवा गर्छन्। कस्तो अचम्मको कुरा होइन, जसलाई आफ्नै साथीहरूले पैसाको लोभमा छोडे, उनै मदनलाई एक अपरिचित व्यक्तिले मानवताको नाताले बचायो। यहाँ आएर फेरि त्यही प्रश्न उठ्छ, वास्तवमा धन होइन, मनले जितेको देखिन्छ। अब मदनको जीवनमा फेरि आशाको किरण पलाउँछ, घर फर्कने आशा। उनको मनमा अब एउटै मात्रै धोको छ, जसरी हुन्छ मुनालाई भेट्ने। केही समयको उपचारपछि मदन फेरि तङ्ग्रिन्छन् अनि अन्ततः उनी आफ्नो गाउँतिर लाग्छन्। उनको मनभरि आशा छ। मुनालाई भेट्ने कल्पनाले उनी एकदमै उत्साहित छन्। मनमा कति धेरै कुरा खेलाउँदै थिए होलान् हैन, कति सपना, कति योजनाहरू थिए होलान्। तर कथा यहाँ सकिँदैन। अब आउँछ त्यो सबैभन्दा दुःखद क्षण, एक तितो सत्य। किनभने भाग्यले मदनको लागि अर्कै केही क्रूर खेल सोचेको रहेछ। त्यो लामो र कठिन यात्रा सकेर मदन अन्ततः आफ्नो घरको आँगनमा टेक्छन्। हातमा धन छ, मनमा सपना छ। तर घरभित्र त पुरै सन्नाटा छाएको छ। उनले सोचे जस्तो खुसी त्यहाँ छैन। उनले जसका लागि यत्रो दुःख गरे, जसको अनुहार हेर्नका लागि मात्रै उनी मरेर बाँचे, उही मुना त्यहाँ छैनन्। अनि तब त्यो कठोर, त्यो तितो सत्य उनको अगाडि आउँछ। मदनलाई पर्खिँदै त्यो विछोडको पीडा सहन नसकेर मुनाले त यो संसारै छोडिसकेकी रहेछन्। यो सुन्ने बित्तिकै मदनको त संसारै भत्किन्छ। अनि हो, त्यही क्षणमा सबै कुरा पानी जस्तै छर्लङ्ग हुन्छ। उनले कमाएको त्यो धन, जसको लागि उनले ज्यानकै बाजी लगाए, मुना बिना त त्यो धन केवल कागजको खोस्टो बराबर रहेछ। त्यसो भए 100औं वर्ष पुरानो यो कथाले आजको दिनमा हामीलाई के सिकाउँछ त? आजको यो आधुनिक भागदौडले भरिएको जिन्दगीमा कतै हामी पनि पैसा कमाउने होडमा आफ्नो मुना, अर्थात् आफ्नो खुसी, आफ्नो सम्बन्धलाई पछाडि छोडिरहेका त छैनौं? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ सायद हामी सबैले आफैभित्र खोज्नुपर्छ।